राइट गुड मर्निङ गाइज आज डे 2 हामी भर्खरै होटलबाट निस्क्यौँ होइन। यो चाहिँ बुर्तिवाङको बजार भइहाल्यो है। अगाडि पनि म देखाइदिन्छु तपाईँलाई बुर्तिवाङको बजार। यो पुरै नयाँ बजार हो बुर्तिवाङको। अनि पुरानो बजार पनि रहेछ, त्यो चाहिँ माथितिर रहेछ। अब हामी यो बाटो हुँदै जान्छौँ चट्ट लाएर बुर्तिवाङ होइन। हिजो हामी एकछिन यहाँ आएर नि यसो डुल्नु त डुलेको थियौँ के कस्तो रहेछ भनेर। सबै छ यार, लिटरली हरेक ग्राउन्ड फ्लोरको यहाँ सटर त केही न केही पसल नै के। एउटा पनि मैले घर भेटिनँ जहाँ चाहिँ त्यो पसल नहोस् क्या। सो यही बाटो हो गाइस। अनि टक्क त्यहाँनिर स्वागत हार्दिक स्वागत गर्दछु भनेर लेखेको छ, वेलकम टु ढोरपाटन होइन। यस्तो छ बवाल छ पुल। अनि यहाँ चाहिँ एउटा भाइरल डाँडा भन्ने पनि रहेछ। यो चाहिँ उत्यो माथिको भयो चट्ट लाएर। तर त्यो डाँडाको नाम चाहिँ भुसा डाँडा रहेछ, किन भन्दाखेरि त्यहाँ भुसा गाउँ पर्दो रहेछ। तर खै आजकल चाहिँ टिकटकमा भाइरल डाँडा भनेर फेमस छ भन्दै थियो यहाँको स्थानीय मान्छेहरूले। अनि वेदर भनेको ठिकै छ यार। हिजो बेलुका चाहिँ हल्का फुल्का पानी पर्थ्यो, अलिकति ठुलै पानी पर्दै भए मौसम खुल्थ्यो होला। तर अब आज के कसो छ आइडिया छैन माथिको बाटो। अब यहाँ स्थानीय दाइहरूले भनेअनुसार चाहिँ बाटो सबै यो अहिले देखिरहनु भएको छ नि यस्तै छ अरे। यति भयो यस्तो आनन्दले गइहालिन्छ होइन। तर एक दुई ठाउँमा चाहिँ हो अरे अलिकति त्यस्तो लाइक 100 मिटर जस्तै त्यो डेन्जर हिलो चाहिँ त्यो जसरी पनि पार गरेर ल्याएर स्याडल ब्याग राखेर लिइरहेको छौँ हामीले होइन। स्याडल ब्याग खोलेर बिस्तारै पार गरेर दुईजनाले त किन नसकिएला जसो तसो गरेर होइन। अहिले चाहिँ अब बिस्तारै जाऊँ, एकछिन बाइक तात्नु दिउँ होइन। के कुदाउनु, हिजोदेखि ननस्टप बाइक चलाएर हात सात दुखेर खुट्टा चाक स्टिल पनि दुखी नै रहेको छ यार। अनि अहिलेको चाहिँ ठ्याक्राक्क 7:30 भयो गाइज होइन। 7:32 टु बी एक्ज्याक्ट। सो हामी जाँदैछौँ, के कति टाइम लाग्छ हेरौँ माथि पुग्नलाई। अब यहाँको मान्छेले भनेअनुसार त 2 देखि 3 घन्टामा आनन्दले पुग्छ भनेर भनेको थियो। त्यसैले हामी बिस्तारै आनन्दले जान्छौँ हतार नगरिकन है। यहाँ ठाउँ ठाउँमा चाहिँ पानी चाहिँ जति पनि पानी चाहिँ है ठिकै छ। अब बिहान यहाँनिर माथिपट्टि अलि हिलो होला भनेर म पुरै ट्रेकिङ प्यान्टलाई हाफ प्यान्ट बनाएर लाएर जाँदैछु। त्यो चेन खोल्नेवाला क्या टक्क लाएर है। फेरि हाफ प्यान्ट बनायो भन्दाखेरि फुल प्यान्टलाई काटेर लायो भन्ला त्यही हो। अनि चप्पल लाएर आइरहेको छु होइन। अब माथि हाइकिङ गर्नलाई त हाइकिङ बुट भइहाल्यो। अहिले त्यो हिलो के पर्नु भनेर क्रक्स लाएर आएको छौँ अहिले चाहिँ हामीले। अब जाँदै गर्दाखेरि थाहा हुन्छ के कस्तो छ भनेर होइन। बाटो यस्तै भयो भने त फिलिल्ली आनन्दै रमाइलो हुन्छ जान पनि। हेरौँ अब के कस्तो छ होइन। आजको दिन आजसम्म चाहिँ रमाइलो भइरहेछ। यस्तै हो गाइस है। अब भ्यू इन्जोय गर्दै जाऊँ। गाइज हामी कहाँ आइपुग्यौँ थाहा छैन, यो कुनै गाउँमा चाहिँ आइपुग्यौँ है। यस्तो छ चट्ट लाएर बवाल छ। त्यहाँ कुकुर पनि हामीलाई स्वागत गर्नु बसिरहेको छ 2-2 जना। फेरि घ्वाक्क घुक्देला अगाडि जाने बित्तिकै ल्याङ हुन्छ यार पा डाँडाहरू चाहिँ यस्तो बवाल छ है। हरियाली पुरै सट्ट लाएर साइडमा खोला अनि यता पनि डाँडा। अलिकति अगाडि चाहिँ त्यो ल्यान्डस्लाइड गएको रहेछ, त्यही पनि त्यो चाहिँ सबै यस्तै सानो ल्यान्डस्लाइड गएको रहेछ। बाटोले त्यस्तो धेरै इफेक्ट नपर्ने गरेर। अनि कुनै ठाउँमा चाहिँ त्यो इफेक्ट परेको ठाउँमा चाहिँ टक्क डोजर आएर हटाइदिइहाल्ने रहेछ। ठाउँमा डोजरहरू चाहिँ स्ट्यान्ड बाई बस्ने रहेछ यहाँ होइन। अनि काहीँ अलिकति मात्र बाटो अवरुद्ध भएको न्युज आउने बित्तिकै झ्यापझुप गरेर क्लियर आउट हानिहाल्ने रहेछ है। त्यो चाहिँ यहीँ स्थानीय मान्छेहरूले भनेको हामीलाई पनि। This is not my news, this is their news. I'm just letting you guys know रे अन्त बाटो त यस्तै हो नि त, फिलिली हो होइन। पुरै हेर्न पनि रमाइलो हुन्छ जे होस्। गाइज हामी चाहिँ जाँदैछौँ है टक्क लाएर। अब खै कता पुग्यो त आई डोन्ट नो। हामी त्यस्तै 10-15 मिनट्स मात्र भर्खर राइड स्टार्ट गऱ्यौँ होइन। त्यति भयो टाइम चाहिँ। अनि अलिकति पछाडितिर पुरै डाँडाहरू आएको बवाल देखेर चाहिँ अनि मैले क्यामेरा अन गरिहालेँ क्या। फेरि यो भ्यूबाट पनि देखाइदिइहालौँ भनेर होइन। हाम्रो साथीहरूलाई चट्ट लाएर यहाँ फेरि अर्को गाउँ रहेछ। अघि भर्खर एउटा गाउँ पार गरेर आयौँ। आई थिङ्क दिस इज द सेकेन्ड गाउँ है।
अब जानु त माथिको बाटो त जाने होला नि, यहाँ पुरै अर्को बाटो पनि रहेछ होइन, झुक्किनु भएन, अर्को बाटो जानु भएन, त्यही हो गाइज। अरू भने यस्तै हो। अन्त सकेसम्म हिलो बाटोबाट नराखौँ बाइक, अलिकति कतिले बाटोबाट राखौँ। यहाँ अर्को गाउँ पनि सुरु भयो कि क्या हो, कि एउटै गाउँ होला, यही नजिकै छ है, कि अर्को गाउँ होला र ठाउँको ठाउँ त। यहाँ पनि ढलान घरहरू चाहिँ छ है गाइस, सही हो। अब बाटो त जहाँ पनि पुगेको छ क्यार, अहिले त राम्रो बाटो नपुगे पनि यस्तो अलिकति रफ सफ बाटो त पुगेको छ होइन। यो गाउँ काटेर हामी अर्को ठाउँ जाँदैछौँ सर्ट लाएर। अरू भन्दा नि वनहरू चाहिँ बबाल नै देखिरहेछ क्या, वाइल्ड बबाल। यो रुखहरू नै कस्तो खतरा खालको जस्तो लाग्यो हामीले क्या, वालै छ हेर्दा। त्यसले रुख हेरी म त्यहाँ खाल्डोतिर बाइक हाल्न गइदिएँ यार, यस्तो त भएन नि होइन, दिस इज नट एक्सेप्टेबल रे क्या। सट्ट लाएर हामी जहाँ पनि पटहोलै पटहोल क्या, अनि पानी सबै पटहोलहरूमा चाहिँ। अब बाख्री दिदीहरू आउनु पऱ्यो क्या, बाख्री बढेबर होइन, कि बाख्रो भन्नु पऱ्यो या हो बोको नभनिकन। अनि अहिलेसम्मलाई चाहिँ बाटो राम्रै छ भन्नुपर्छ है, यतिसम्म पुरै त्यो सम्याएर राखेको छ क्या यहाँ। अब त्यहाँ यतिको स्थानीय दाइहरूले हिजो भन्दै हुनुहुन्थ्यो, अब नेक्स्ट बजेट भन्नु हो कि समथिङ त्यस्तै रिलेटेडमा चाहिँ, अब यो 1 वर्षभित्रमा चाहिँ यो पनि माथि ढोरपाटन जाने बाटोसम्म नै सबै पिच हुन्छ होला भनेर भन्दै हुनुहुन्थ्यो। अस्ति आएको बजेटले चाहिँ यो पुरै बाटो सम्याउने, बाटो बनाउने, बाटो बढाउने काम भएको थियो अरे। अब नेक्स्टमा चाहिँ पुरै पिच हुन्छ अरे। अब 1 वर्षपछि चाहिँ भएछ भने सजिलै हुन्छ, जो कोही पनि आउन सक्छ है, जस्तोसुकै साधन लिएर भयो भने। अहिले पनि इभन स्कुटीहरू यताउति लिएर गएको त मान्छेहरूले देखिन्छ, त्यही पनि बाटो पिच भयो भने झन् सजिलो हुन्छ होइन। चट्ट लाएर पटोल छ होइन, यहाँ चट्ट लाएर यहाँ अगाडि पुल आउन लाग्यो। अब त्यहाँ यही बाटो हो कि कुन बाटोहरू त्यो अगाडि हेर्नुपर्छ, उयो त्यो ढोरपाटन भनेर राखेको छ माथितिर, अनि यतातिर खोइ के रहेछ होइन। यहाँ म्याप अनुसार खानी रे सानी रे, अनि ढोरपाटो जाने चाहिँ सिधै बाटो जानुपर्ने रहेछ, यो पछाडि देखिरहेको पुलबाट चाहिँ अरूतिरै जाने रहेछ, ढोरपाटन जानु चाहिँ सिधै है त गाइस। यहाँ चाहिँ फेरि गाइस सबै रातो माटो रहेछ क्या, त्यही भएर अलिकति पानी पर्दै पनि यो बाटोहरू चाहिँ अलिक चिप्लिने रहेछ। त्यही कारणले गर्दाखेरि त्यो मान्छेहरूले युट्युबमा राखेको भिडियोहरू पनि त्यही भएर, त्यो गाडी फसेको बाइक फसेको त्यही कारणले होला यार, पुरै रातो माटो रहेछ है। त्यस्तो भएपछि अभियसली चिप्लिहाल्छ रातो माटोमा त। त्यसैले हामी बिस्तारै जान्छौँ होइन, सेफ एन्ड साउन्ड हुँदै, हतार गरेर पुगिँदैन, बिस्तारै गयो भने अवश्य पुगिन्छ भनेर मैले कता कोट पढाएको थिएँ क्या र, ठ्याक्करको त्यही हो क्या। हामी चाहिँ यो अब बोबाङ भन्ने गाउँमा आइपुग्यौँ है। यस्तो छ गाउँ चाहिँ, अलिकति ठुलै छ, उता तलबाट नै छ। मैले चाहिँ भर्खरै मात्र क्याप्चर गर्न सुरु गरेँ भएको भएर भर्खरै मात्र देखाएको होइन। अनि यस्तै छ अहिलेसम्म चाहिँ बाटो, त्यस्तो वाइल्डवाला चाहिँ बाटो आइसकेको छैन अहिलेसम्म होइन। घरहरू टक्क एक तल्ले मात्र, यस्तो सानो राम्रो क्या, चट्ट खालको। ओके अब यहाँनिर पुल आइपुग्यो एउटा होइन, अलिकति स्लो डाउन गर्छौँ। यस्तोमा फेरि चिप्ल्यो भने यहाँ हेर्नु न बाटो यतापट्टि साइडको, यतापट्टि चाहिँ अलिकति ठिकै छ, यतापट्टि साइडको त खत्तमै रहेछ बाटो होइन। त्यसरी हामी बिस्तारै उक्लिन्छौँ हतार नगरिकन, सट्ट लाएर
अनि यहाँ फेरि अर्को ठाउँमा आइपुग्यौँ हामी। यो अर्को गाउँ हो कि क्या हो? बुढतिवाङ बजार प्रदीप मोबाइल सेन्टर रे। ओ यहाँ त कस्तो ठुलो गाउँ रहेछ यार गाइस, हेर नि त ल, यति धेरै घरै घरहरू रहेछ यार, ठुलै गाउँ रहेछ त नि। एक्सपेक्ट नै गरेको थिइनँ यस्तो साह्रो होला भनेर। अन्त कस्तो बवाल गाउँ, कस्तो आनन्द हुन्छ होला यहाँ बस्नुलाई त, चट्ट लाएर होइन। अनि यस्तो गाडीहरू चाहिँ टक्क ठाउँ ठाउँमा मान्छे उठाउँदै माथि धुरबाट लिएर जाने रहेछ। ए कति धेरै छ कति धेरै छ। अनि यस्तो पिकअपको त पहिल्यै बुकिङ गरेर आउनुपर्छ भनेर नि त्यो छँदै छैन। ए जति पनि मान्छे फ्याला फ्याल छ क्या, फ्याला फ्याल। अनि गाडी पनि माथि धुरपाण्डे नै जाँदै हो जस्तो लाग्यो, मान्छे पुरै राख्दै होइन। लाएर यस्तो छ है, साइडमा टक्क लाएर यस्तो ल्यान्डस्लाइड गएको रहेछ, तर ढ्याक्क अग्न भने जस्तो डोजर आएर झ्याट्ट हटाइदिइहाल्छ क्या फेरि, विच इज भेरी गुड है, भेरी गुड। सर्ट लाएर हामी यहीँबाट हालिदिउँ, पानीमा हालिदिउँ बरु, अब फरक परेन होइन, चिप्लिनु भएन गाइज। अरू भने त्यस्तै हो होइन। जेस यो पानी यो बाटो पनि हिजोसम्म त यस्तो के भन्छ अलि वेटी त थिएन होला हिजो, आज बेलुका पानी परेर मात्र बाटो यस्तो भयो, नत्र त ठिकै। बासला मसला भनेको है, फेरि मैले अर्को भनेको होइन नि, मसला भनेको त्यहाँ पानीमा पटोला ख्याचाक्क गयो बाइक, पानी छ्याप्दै अनि मसला भनेको हो। फेरि हेर न कस्तो बवाल भने, कति बवाल हो क्या। यो बवाल भन्दा झन्डैले कहाँ गइदिरे। हाम्रो दाइले खै घोडालाई सामान बोकाउँदै माथि लिएर जाँदै हुनुहुन्छ होइन, चट्ट लाएर। कस्तो बवाल नजारा हो यो है। अम्बो डेन्जर, यहाँबाट यस्तो ठुलो ढुङ्गा खसेको रहेछ, च्याट्ट लाएर। बवाल यार, यो त मैले भिडियोमा पनि देखाएको थिएँ। अब यहीँ उकालै हो क्या यार त्यो बिग्रेको बाटो चाहिँ, यहीँ माथि उकालोमै हो क्या बिग्रेको बाटोहरू होइन। मैले भिडियोमा यो बाटो देखाएको थिएँ क्या, अनि टक्क गाडीहरू चाहिँ यहाँ रोकिरहेको थियो क्या, माथि नचढेर यतिसम्म मात्र लगाएको थियो। अनि त्यसपछि यहीँ माथि नै हुनुपर्छ, ऊ त्यहाँ दोहोरो झरेको त्यो गाडी भएको ठाउँमा हुनुपर्छ। एनिवे गाइज, यो भिडियो यो एउटा क्लिप चाहिँ अलिकति लामो हुने भयो होइन। हामी ननस्टप माथिसम्म नै सुट गर्छौँ, चट्ट लाएर। अनि के कस्तो हुन्छ देखाउँछु होइन। फिले घर रे यो ठाउँको नाम चाहिँ। यहाँबाट ढोरबाट मेबी 1 आवर होला कि यार, हामी 1 घन्टा त भयो उताबाट हिँडेको, ठ्याक्राक्कै 7:30मा निस्केको थियौँ, 8:30 भयो। कस्तो राम्रो क्या, क्युट पुरै। आमा अरे साथी कहाँ गएको तिमी? भाग्यो गोठतिर। ए ल, यहीँसम्म आउँदो रहेछ गाडीहरू, अनि यहाँबाट चट्ट गर्ने रहेछन् होइन। यहाँबाट हामी बिस्तारै उकाल्छौँ, मेबी नेक्स्ट 1 आवर हामी पुग्छौँ होला कि माथितिर। अब चाहिँ अलिकति रफ बाटो सुरु भयो गाइज, अलिकति डेन्जर बाटो यही हो होइन। यही भयो हिलो बाटो, ल ठिक छ। ल गाइस, यस्तो छ है रोड कन्डिसन अहिले। अब कस्तो हिँड्छ हेरौँ उता अलिकति अगाडि गएपछि।
है गाइस एकछिन अब बाइकलाई रेस्ट दिउँ हो भने रेस्ट लिन्छु यार कस्तो हातै गोली मेरो त त्यो अहिले गरेर कि त्यहाँ साथीलाई पनि कुर्नु पऱ्यो कता आइपुगेको थियो है बाटो चाहिँ गाइस यो पुरै डाँडा नै अलिकति हरिबिजोक टाइपको बाटो रहेछ वहाँ मुनिबाट यहाँसम्म त्यो अर्को स्कुटी पनि आउँदैछ स्कुटी पनि आउँछ तर एक ठाउँमा चाहिँ मेरो खै कतापट्टि ढुङ्गामा ड्याङ्गारङ्ग ठोकेको थियो यार अब के ठोक्यो नि थाहा छैन यो अगाडिको पार्ट ठोक्यो कि स्ट्यान्ड ठोक्यो नि थाहा भएन यार ड्याङ्ग्याङ आवाज आयो मुनिको प्लेट ठोक्यो जस्तो छ र ठिकै छ है छैन अहिलेसम्म त है लगा जस्तो भइहाल्छ है के थियो हेर नाम पनि भर्खरै पढेको बिर्सेँ मैले त के घर भनेर थियो क्या र ठ्याक्कर केही बिर्सेँ ठिकै छ गाइज है मेरो चाहिँ यस्तो छ कन्डिसन अहिले जुत्ता यस्तो भएको छ जुत्ता भनेर क्रक्स जुत्ता यस्तो हुन्छ भनेर क्रक्स लाएर आएको हो क्या हामी चाहिँ चप्पल लाएर आएको बाइकको कन्डिसन चाहिँ त्यस्तो त केही पनि छैन त्यस्तो साह्रो माटो त लागिसकेको छैन है यसो चाहिँ टक्क ल्याएर चट्ट यस्तो भएको छ अब पोखरा गएर गजबसँग वास गर्नुपर्छ यो भनेको अहिले चाहिँ ल साथी हो म चाहिँ एकछिन यहाँ साथीलाई कुर्छु है त अहिले फेरि भेटौँला माथितिर त्यस्तो बाटो आउँछ कि के आउँछ अब त्यस्तो नहोला कि मैले युट्युबमा भिडियो हेर्दाखेरि चाहिँ यतितिर मात्र हो देखेको यस्तो बाटो है अरूतिर खासै त्यस्तो देखाएको छैन अब मेबी हामी ढोरपाटन चाँडै नै पुग्छौँ होला यो डाँडाको माथि हो क्या ढोरपाटन अनि यो त्यहाँनिर यो अलिअलि वनमा यो काटेको यिनीहरू नै बाटो जाने होला हामी यहाँबाट यस्तो गऱ्यो यस्तो माथि जाने होला हल्का फुल्का त्यो काटेको जस्तो डाँडा काटेको जस्तो देखिरहेको छ यहीँ नै हुनुपर्छ जहाँसम्म मलाई लाग्छ है अनि अहिलेसम्म राइड चाहिँ रमाइलो नै भइरहेछ गाइज है असन्तुष्टि केमा पनि छैन सो त्यही हो गाइज यार है अहिले त मैले खिच्नै बिर्सेछु यार अङ्ना आएको बाटो हुन त डेन्जर हिलो थियो यार अब राम्रो बाटो आइपुग्नु लाग्यो त्यहाँ भर्खरै जिपको दाइले भनेको होइन यहाँ चाहिँ यस्तो छ ठक्क लाएर थैत मुनिको भन्दा डेन्जर हिलो थियो भने बाइक त चुई चिप्लिदिएर क्या सहीको बनाइदिएर एकछिन त ठिकै छ यहाँ चाहिँ अलिकति ढुङ्गा टाइपको यो माटो रहेछ यो चाहिँ ठिकै हुन्छ होला ढोरपाटन पनि आइपुग्न आँटेर अब अन्त रुद्री ताल भन्ने ठाउँमा पुग्यौँ यो चाहिँ 2740 मिटर ओभर द सी लेभल छ है फल्ले घर यहाँबाट फल्ले घरको बाटो चाहिँ खत्तमै रहेछ यार थैत खत्तमै हो यार यहाँबाट फल्ले घरको बाटो चाहिँ अब माथितिर चाहिँ त्यस्तो हिलो छैन भन्नुभयो दाइले अघि न हेरौँ के कतिको छ के कस्तो छ भनेर एकचोटि माथि गएर पानीले छ्यामछ्याप हान्नुपर्छ अरे बाइकलाई
फाइनली आइपुग्यो एउटा आगा 1 किलोमिटर जति हिँड्यो पुरै डाँडा ठिक छ वेदर चाहिँ खुल्या छैन रे उता बुकीमा पनि यस्तै थियो अरे अघि न बाइकमा आएको केटाहरूलाई यसो सोधेको थिएँ मैले होइन अब चाहिँ हामी यहाँ रुप्ते ताल भन्ने रहेछ त्यहाँ जाँदैछौँ रुप्ते ताल जानुभन्दा अगाडि यता रुद्र ताल खाजा घर रहेछ होइन बाइक चाहिँ उता राखिदिएछु मैले सामानहरू सबै त्यत्तिकै छ यहाँबाट हामी टक्क यहाँ अगाडि रुप्ते तालमा जाँदैछौँ धेरै टाढा छैन 1 मिनट मात्र भन्नुभएको थियो सट्ट लाएर यहाँ चाहिँ के लेखिरहेको छ एम प्लस एल रे ए प्लस बी रे सनिका सरी सनिका प्लस सन्जय रे Shout out to Sanika and Sanjay. Shout out to Sanika. सही हो अनि ओहो आशिष पनि रहेछ यार आशिष र बिबिसा रे यसको नाम पनि आशिषै हो है एउटा आगाको आशिष प्लस बिबिसा रे चट्टला रे एउटा हामी माथि जान्छौँ 1 मिनट टाढा भन्दै थियो चट्टला रे है बाइकै गइन्थ्यो होला तर झ्याउला यार कति चलाउने हातै दुखिछ यार त्यही हातमा प्रेसर परेर सट्ट यस्तो छ रुप्ते ताल जाँदैछौँ अब हामी यस्तो छ वनहरू यहाँ चाहिँ अलिअलि चिसो हुन थाल्यो अनि यहाँको एल्टिट्युड चाहिँ कति छ भन्दाखेरि 2642 देखाइरहेको छ तर त्यहाँ लेखिरहेको चाहिँ 2700 लेखिरहेको छ होइन दाइहरू चाहिँ जिपमा आउनु भएको थियो त्यही अघि तलको जिप भइहाल्यो होइन सट्ट लाएर पुग्न लागिसक्यो हामी रुप्ते ताल ओए चिप्लिन्छ धेरै चप्पल छ त सुरक लाएर ए सानो खालको रहेछ चट्ट खालको अनि यहाँ शिवलिङ्ग के भन्छ यार त्यसलाई यता राखिरहेको रहेछ होइन यस्तो छ रुप्ते ताल अनि यहाँ चाहिँ समथिङ मन्दिर पनि रहेछ सानो बेलुका चाहिँ यहाँ पनि पानी परिरहेको रहेछ हिजो बुक्की फाटन यसरी बुर्तिङमा पनि सानो थोरै हल्का पानी परिरहेको थियो रुप्ते ताल रुद्र ताल रहेछ रुप्ते ताल भन्ठानिरहेको थिएँ मैले ल यस्तो छ त गाइस रुद्र ताल चाहिँ हिलो परेछ झन्डै खुट्टा गाडेको यार गाइस यो रुद्र ताल गाइज अब चाहिँ म ढोरपाटन पुग्न लागेँ है अनि यो एउटा डाँडा अग्नि देखाएको डाँडा चाहिँ पुरै हिल्ले राम नै छ अनि कुनै ठाउँमा चाहिँ अलिकति एक्सट्रिम नै छ अनि त्यति कटेपछि चाहिँ यो माथिको चाहिँ ठिकै छ बाटो है र त्यस्तो साह्रो हिलो पनि छैन अब हामी माथि जान्छौँ एक्सप्लोर गर्छौँ है माथि गएर खानासाना खान्छौँ अब त्यस्तो साह्रो हिलो चाहिँ रहेन चाहिँ यो बाटो अघि तल पनि यो बाटो पिच हुँदै रहेछ त्यही पिच गर्नको लागि भनेर बाटो खनेको हुनाले चाहिँ अलिकति हिलो भएको रहेछ यो माथिको त नर्मल यहाँ त स्कुटी पनि आनन्दले नै आउँछ तल पनि त्यहाँ स्कुटी पनि आइरहेको नै थियो है एकजना दाइले पनि स्कुटी लिएर आउनु भएको थियो आनन्दले नै लिएर आउनुभयो एक ठाउँमा चाहिँ अलिकति हो हिलो छ है तर जस ठिकै छ त्यस्तो ब्याड छैन रमाइलो छ ठाउँ यहाँबाट त पुरै हुस्सु लागिरहेछ केही देखिरहेको छैन सेतै छ अब माथि ढोरपाटन चाहिँ त्यहाँ अघि एकजना बाइकमा एकजना साथीले चाहिँ ढोरपाटन चाहिँ खुलेको छ एभ्रिडे नै तर बुकेपाटन चाहिँ खुलेको छैन भनेर भनेको थियो होप गर्छु कि होइन माथि बुकेपाटन पनि खोलोस् अनि हेरौँ के कसो हुन्छ भनेर
ल गाइस अब हामी धोरपाटनको गेटमा पुग्यौँ जे सैनिक इलाका भयो हैन। म अब त्यही अगाडि गएर नै कुरेर बस्छु। टक्क त्यहाँ के लेखेको छ भन्दाखेरि पखाथर होमस्टे 4 किलोमिटर अवे एन्ड वेलकम टु धोरपाटन है त। अब यहाँ हाम्रो आर्मी ब्यारेक आइपुग्यो। यहाँ के छ रुद्रताल 2 किलोमिटर, फल्ले घर भन्दो रहेछ त्यो अघि मैले भनेको 7 किलोमिटर, अनि बोबाङ 17 किलोमिटर है। यहीँ हुँदै बुर्तिबाङबाट बोबाङबाट फल्ले घर अनि रुद्रताल हुँदै हामी धोरपाटन आएको है त गाइस। अनि धोरपाटन सिकार आरक्षमा हार्दिक नेपाली पनि पढ्नै नजान्ने भइसक्यो सर, के भएको होला त्यो। अब यहाँ जान्छौँ, यहाँ चेक इन गर्नुपर्ने होला। चेक इन गर्छौँ हामी। ल धोरपाटन पनि आइपुग्यो। त्यहाँ छ अगाडि साइन, यहाँ चाहिँ अब इन्ट्री गर्छौँ हामी। फाइनल धोरपाटन आइपुग्यो है। धोरपाटनको इन्ट्री गेट चाहिँ यो भइहाल्यो। अनि यतापट्टि चाहिँ आर्मी दाइहरूले इन्ट्री गर्नुपर्छ, अनि यतापट्टि चाहिँ टिकट काट्नुपर्छ। हामीले दुवै गरिसक्यौँ होइन। अनि यहाँ चाहिँ अब धोरपाटन लेखेको देखाउँछु है। टक्क यस्तो छ। अहिले वेदर खोलेको छैन, नत्र पछाडिपट्टि पुरै पाटनहरू देखिन्थ्यो धोरपाटनको है। हामी अगाडि जान्छौँ, यसरी हेरौँ। गाइस यो पाटनहरू यहीँबाट पनि फुल फुलेको देखिन्छ सट्ट लाएर। अहिले वेदर खोलेको छैन, बिहानको टाइममा चाहिँ खोल्छ बरु है। अनि त्यही हो, अब हामी सट्ट यहाँबाट जान्छौँ। बाइक त्यहाँ छ हाम्रो। अनि यो ठाउँलाई चाहिँ देउराली भन्दो रहेछ। 2950 मिटर अफ एलिभेसनमा छ है, त्यहाँनिर बोर्डमा लेखिरहेछ। अलिकति अगाडि जाऊँ, अलिक धेरै टाढा भयो जस्तो लाग्यो है। अब यहाँ चाहिँ के लेखेको छ त हेरौँ एकचोटि। ओके, हामी अहिले कता छौँ त? धोरपाटन यहाँनिर छौँ हामी अहिले। यहाँ एउटा स्याल पाखेरे नाम पनि के त्यो सबै यहाँ कहाँ पुग्न सकिन्छ सबै लेखेको छ। डोल्पा, दुनै, सुन्दह, जहाँ पनि पुग्न सकिने रहेछ। गुर्जाखानी मैले गीतमा मात्रै सुनेको थिएँ यार। यो टक्क गुर्जाखानी पनि रहेछ है। अनि यो चाहिँ देउराली भनेर लेखेको छ। 2950 धोरपाटन सिकार आरक्ष भनेर त्यो लाएर। अहिलेको वेदर चाहिँ यस्तो छ, खुलेको छैन, पुरै हुस्सु लागिरहेछ। अनि त्यहाँ माथि म्याप पनि रहेछ। माथि चाहिँ पुरै आर्मी ब्यारेक होला ढक्क भर्याङबाट। अब हामी बिस्तारै जान्छौँ है त। आइपुग्यो है हामी धोरपाटन। हिलो बाटो, सबै बाटो तरेर होइन, चट्ट लाएर यो अहिले चाहिँ टक्क एकछिन खुल्यो धोरपाटनको यो पाटन। अग्न पुरै सम्मै भइरहेको थियो, अहिले चाहिँ हल्का खुल्यो। ठिक छ, यस्तरी नै अलिकति खुलेर घामसाम लाग्दै त के चाहियो र होइन। यहाँको चाहिँ पुरै बाटो ढुङ्गाको रहेछ अहिलेलाई चाहिँ है। अलिकति ठुल्ठुलै ढुङ्गा छ। सो अलि बिस्तारै आनन्दले केयरफुल भएर चलाऊँ। अरू भने यस्तै हो गाइज। कस्तो बाबालो के होइन हो के हो। आयो गाइस, ठुलो रहेछ त्यो एरिया त धोरपाटन पनि। हेरौँ त है, वहाँबाट वहाँसम्म रहेछ। बुकीपाटनभन्दा ठुलो रहेछ। बुकीपाटनले बुर्तिबाङभन्दा ठुलो रहेछ त। फुलहरू फुल्न थालिसकेको छ, यहीँबाट देखिरहेछ है। माथि पनि फुलहरू फुलिसक्यो भनेर भन्नुभएको थियो। ओके, यहाँबाट चाहिँ तल लाग्नु पर्ला यार। त्यहाँ अगाडिबाट अलिकति ठुलो नै हाइट देखेँ मैले। त्यसैले इट्स बेटर इफ आई गो फ्रम हियर है। सट्ट लाएर ल। हिजो बेलुका यहाँ पनि पानी परेको रहेछ। पानी चाहिँ अघि त्यहाँ अनि एकछिन आर्मी दाइसँग कुरा गरेको थिएँ। उहाँले भन्नुभयो अनुसार चाहिँ 15-20 दिन भइसक्यो अरे यहाँको नखुलेको। यार हामी जाने बेला चाहिँ लकी हुन्छौँ हुँदैनौँ थाहा छैन है। जे हुन्छ जस्तो हुन्छ, आइसक्यौँ, घुमिन्छ आनन्दले। हामी जान्छौँ बिस्तारै।
आज चाहिँ हामीले यहीँ खाना भनेको थियौँ बिहानै फोन गरेर। यहाँ खानासाना खान्छौँ अब। ल गाइस हामी आइपुग्यौँ त बुकी पाल्टन होटल। अब यहाँ खानासाना खान्छौँ हामी, एकछिन रेस्ट गरेर अनि बिस्तारै चढ्छौँ माथितिर।